डरलाग्दो वनको बाटो आइरहेका छौँ। हेर्नुहोस् माथि यहाँ सक्नुहुन्छ माथितिर हेर्नुहोस् यस्तो छ वन तल चाहिँ घरहरू छन् र तल लागेको कारणले देखिएको छैन त्यो चाहिँ मूलपानीको टार हो उहाँ देखेको देख्नुभयो हजुरले मलाई देखाउनुहोस् त यता बल्ल हिँड्यो ल देखाउनुहोस् त हेर्नुहोस् यस्तो सुनसान वन छ है अहिले त के छ र अहिले त छैन हजुर बिचमा पुग्नुभयो भने हजुर हामीले सबै हिँडाएर उहिले त्यहाँसम्मको भ्यू देखाउन गइरहेका छौँ एकदम उकालो बाटो भएर पनि होला यस्तो यहाँ भइरहेको छ हेर्न सक्नुहुन्छ हजुरहरूले गाइस यस्तो रहेको छ हजुरलाई चाहिँ आज हामीले पुरानो बाटो 50 वर्ष पुरानो यहाँ हुन त 150 वर्ष पुरानो बाटो रहेको छ हामी पहिलोचोटि यो बाटोमा हिँड्दै गरेका छौँ अहिलेसम्म देखेको छैन है यहाँ चाहिँ अब देखाउनुहोस् न बाटो पुरै क्लियर यताउति देखाउनेलाई नि छ हेर्न सक्नुहुन्छ तल त गाउँहरू छ नि यहाँ माथि हेर्नुहोस् यस्तो वन छ अब स्टार्ट हुँदैछ वन बिचबिच अलिअलि छैनन् वन हजुर बिचमा पुग्नुभयो भने चाहिँ एकदमै डरलाग्दो किसिमको वन आउँछ यस पछाडि भन्ने चाहिँ हामीले सुनेको छौँ अब कस्तो छ त अब हेर्दै जाऊँ कस्तो छ त अब हामीले पनि हेर्दै जाऊँ हेर्दै गर्नुहोस् हामीले वाच गरिराख्नु होला हेर्न सक्नुहुन्छ है अहिले चाहिँ हामी यहाँ आइसकेका छौँ वन स्टार्टिङ भइरहेको छ बजारहरू केही देखिएको छैन हेर्नुहोस् गाउँहरू पनि झपक्कै ढुकिसकेको छ अहिलेसम्म हिँडेको त छैन यो बाटो त्यही पनि हामी एकचोटि ट्राई गरौँ न भनेर हिँडेर आएको हजुरले हेर्न सक्नुहुन्छ प्रत्यक्षमा हेर्नुहोस् यस्तो चट्टान रहेको छ यहाँदेखि माथितिर चाहिँ एउटा भिल्लाङ खोरियानी गाउँ रहेको छ यो वनदेखि माथि बजार रहेको छ तल उता चाहिँ बागलुङ बजार रहेको छ उतातिर चाहिँ ढोकिसकेको छ बागलुङ बजारले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अलिक उजेलो है छैन अब अलि माथि बस्ने बनिसकेको छ हामीले वाच गरिराख्नु होला हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ आइसकेका छौँ हेर्नुहोस् यहाँ चाहिँ अलि उजेलै छ बिचैमा पुग्नुभयो भने हजुरहरू एकदम सुन्छ अनि घाम पनि पर्न सक्दैन त्यो ठाउँमा एकदमै अँध्यारो रहेको छ त्यो ठाउँ हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ अहिलेसम्म कोही नि आएन हेर्नुहोस् हामी दुईजना बाहेक यो बाटोमा अहिले कोही नि आएन त उतालाई हेर्न सक्नुहुन्छ उतालाई हेर्नु सुन्दैछ बाटो र पनि हामी आँखा पिटाएर बस्छ भएर हामी हिँडेका छौँ हजुरले हेर्दै गर्नु होला अब चाहिँ रातो माटो खन्ने ठाउँमा आएका छौँ हेर्नुहोस् खनेका छौँ हेर्नुहोस् तल चाहिँ